हिन्दूहरूको महान चाड विजय दशमी र स्पेसल्ली आज विजय दशमीको 10औँ दिन टिका लगाउने दिन स्पेसल्ली यो आशा छ सम्पूर्ण नेपालीहरूले चाहिँ जहाँ हुनुहुन्छ रमाइलो गर्नुहोस्, टिका लगाउनुहोस् होइन। आफूभन्दा ठुलाको हातलाई टिका लगाउने भन्ने एउटा मान्यता छ। सो टिका लगाउनुहोस्, साथीहरूसँग मिल्नुहोस् होइन, रमाइलो गर्नुहोस्। छुट्टी मिल्छ भने इन्जोय गर्नुहोस्, छुट्टी मिल्दैन भने पनि इन्जोय गर्नुहोस्। स्याड हुने चाहिँ होइन यहाँ कुनै पनि कसैको एउटा करले तँ आज दसैँ नमना यो भने कहीँ कतै पनि सायद हुँदैन होला। जहाँ हुनुहुन्छ हामी आफ्नै स्थानमा चाहिँ आफ्नै तरिकाले स्पेसली रूपमा दसैँ मनाउन सकिन्छ। सो म पनि आजको दिनलाई चाहिँ अलिकति रमाइलो तरिकाले मनाउने सोचिरहेको छु। ड्युटी भए पनि दसैँलाई चाहिँ स्पेसली बनाउने भनेर हामीले चट्टो मिठो एउटा सानो प्लान गरेको थियौँ। त्यही अनुसार चाहिँ म साथीहरू भेट्न जाँदैछु। बिहान उठेर नुहाइ गरेर टक्क साथीहरू भेट्न जाँदैछु र टक्क गएर टिका सिका लगाएर चट्ट छिटो मिठो के बनाउन भ्याइन्छ होइन बनाएर अन्त अनि ड्युटीतिर लाग्छौँ। सो सबैजनाको ड्युटी नै छ आज। प्रायः छुट्टी पाउन गाह्रै हुन्छ होइन, किनभने म्याक्सिमम् अब 80-90% नेपाली हुन्छौँ काम गर्ने ठाउँमा पनि। त्यो भएको कारणले गर्दाखेरि अब सबैलाई छुट्टी दिन पोसिबल पनि हुँदैन होइन। त्यो हिसाबले पनि हामीले पनि सोच्नुपर्छ, अब छुट्टी पाइएन दिएन भनेर मात्र त्यति नरमाइलो मानेर पनि भएन होइन। तर आज दिनलाई आफूले जस्तो सकिन्छ त्यस्तो तरिकाले चाहिँ राम्रो तरिकाले मनाउनुपर्छ होइन। फ्यामिलीसँग मनाउन पाइएन भनेर दुःख पिर पनि लिनुहुन्न, किनभने अब फ्यामिलीलाई खुसी पार्न भनेर हामी आफू चाहिँ त्यो परिस्थितिलाई चाहिँ राम्रो बनाउँछ भनेर आइसकेपछि फेरि त्यही परिस्थितिलाई लिएर होइन सम्झेर त्यस्तो दुःखी हुनु पनि हुन्न जस्तो लाग्छ है मलाई चाहिँ। अब हजुरहरूलाई के लाग्छ कमेन्ट गर्नु होला। सो ह्याप्पी दसैँ अल अफ यु, इन्जोय, अब सेफ है।